हेलो गाइज, वेलकम टू माई यूट्यूब च्यानल। आज हामी 2082 साल 1 महिना 1 गते नयाँ वर्ष न्यू इयरको दिन हामी यसरी मकै छरेर नयाँ वर्ष मनाउँदैछौँ गाइज। आज हामी 2 हल गरुलाई जोतेर हामी यहाँ मकै छर्दैछौँ। मान्छेहरू धेरै छन् गाइज। हाम्रो देश नेपाल कृषि प्रधान देश भएकोले हामी कृषि मोटामोटी हामी 80% हामी नेपालमा कृषिमा लाग्ने मान्छेहरू छन्। त्यसैले हामी यहाँ आज मकै छर्ने काम भइरहेको छ गाइस। तपाईहरुतिर कस्तो छ खै? आज नयाँ वर्षको दिन हाम्रोतिर चाहिँ मकै छर्ने कार्यक्रम भइरहेको छ गाइस। त्यसरी हामीले मकै छरिरहेको बेलामा तपाईहरु देख्न सक्नुहुन्छ पछाडि गाइस। हेलो गाइस, आज नयाँ वर्ष 2082 साल वैशाख 1 गते हामी नयाँ वर्ष हामी यसरी मनाइरहेछौँ मकै छरेर है। सबैले 2 हल एउटा 1 हल गरु जोतिरहेको, यता अर्को हल 2 हल गरु ल्याएर बारी जोड्ने कार्यक्रम भइरहेको। यता हाम्रो मिलन बाबुले मकै छरिरहेको, यता बाख्रा चरिरहेको बाख्रा। पारी गाउँ देख्न सक्नुहुन्छ। नयाँ वर्ष यसरी मना है बारी गरेर मकै छरेर। अब मैले जोड्छु, तिमीले खिच नि त। खिचेको हो प्रयास जारी छ। एकदमै साह्रो छ, पानी नपरेको कारणले गर्दा एकदमै गाह्रो छ है साथीहरू। टोपी ओढ्नु के तात्ते छ मकै छर्नलाई, एकदम तात्तिरहेको छ मान्छेहरू सबैजना। तात्तिँदै छ। कस्तो भइरहेछ हो हलो जोड्दाखेरि। ल है साथीहरू, हाम्रोतिर त सबै मकै जोटेर मकै छरेर अब सकिन लाग्यो। तपाईँको जोहरूको ठाउँतिर छऱ्यो कि छरेन? सबैजना आराम गरेर बस्नुभयो हाम्रो खेताला दाइहरू। आज मकै छर्ने कार्यक्रम। ह्याप्पी न्यू इयर दाइ। ह्याप्पी न्यू इयर भन्दा पनि रेस्पोन्स छैन कि हो यस्तो। हो आज चाहिँ न्यू इयरको दिन मकै छर्ने कार्यक्रम है। यतातिर चाहिँ सर त टक्क लगाएर सर छर्दै गयो।
अब धेरै छैन जोत्न आदि भन्न धेरै जोतिसक्यो अब धेरै छैन कसरी भेट्न जाऊ कान्छ लास्ट यही भिरालो सक्यो बारी फेरि त्यही भएर अलिक गाह्रो जोत्न डोको पारी गाउँ देख्न सक्नुहुन्छ गाइज 2 हल छ है आज एउटा यहाँको यहाँ छ उता एकल उता है दुई हलले आज मकै छरिरह को बारियाल की हो बारियाल में होला यसरी जोतिरहेको थियो क्या अहिले माथि हुन्छ क्या तिमीहरूको हाम्रो आमा हाम्रो बाबा दाइ पुसाइ पुसाइ ल है म भिडियो गर्दैछु हाम्रो किरण अनि हाम्रो मामा हुनुहुन्छ है उता चाहिँ हाम्रो दाइ कृष्ण दाइ हुनुहुन्छ हेर्नुहोस्